नेपालमा 3वटा ग्रह छ, तर 2वटा ग्रह पार भइसक्यो, तर एउटा ग्रह बाँकी छ। 2वटा ग्रह मध्ये कुन कुन हो? एउटा ग्रह त्यो चाहिँ जेनजे आन्दोलनमा त्यो ग्रह पार भइसक्यो, किनकि पुरानो नेताहरूले भ्रष्टाचारीहरूले भाग्नु पर्यो, भ्रष्टाचारीहरूले भ्रष्टाचारी पर्दाफास भइसक्यो र हेलिकप्टरमा झुन्डिएर भाग्नु पर्यो। दोस्रो ग्रह 2082 फागुन 21 गतेको चुनावमा पनि ग्रह टालिसकिएको छ। तर त्यसपछि नेपालको ग्रह अर्को एउटा ग्रह छ, तर त्यो ग्रहमा 2टा ग्रहमा नेपाललाई एउटा प्रगतिको रूपमा आइरहेको छ, किनकि 2टा ग्रह पार भइसकेपछि हेर्नुस्, अहिले नेपाल लिमिटेडले पनि आम्दानी भइरहेछ, विद्युतमा पनि आम्दानी, धेरै कम्पनीहरू, पुराना कम्पनीहरू चलिरहेछ। तर एउटा ग्रह अरू छ, स्थानीय तहको चुनाव। स्थानीय तहको चुनाव एउटा यो ठुलो नेपालको ग्रह हो। यो ग्रहलाई नेपाली जनताहरूले नेपाललाई उद्धार गर्ने एउटा महत्त्वपूर्ण कुरा हो र नेपाली जनताको अधिकार हो यो ग्रहलाई पार गर्ने। तर पार गर्नको लागि यो ग्रहमा तपाईहरू यो सबै नेपाली मिलेर यो ग्रहलाई पार गरिदिनु र बालेन शाहलाई सरकार बनाइदिनु, शाहको स्थानीय तहमा त्यसको अधिकार दिलाइदिनु, जनताको म त्यो आग्रह गरिरहेछु। तर जनताले पनि, हाम्रो नेपाली जनता अहिले धेरै राम्रो र धेरै बुद्धिजीवी भइसकेछ। त्यो जनताहरू अहिले यो स्थानीय तहको चुनावमा नेपाललाई त्यो ग्रह पार गरिदिन्छ र स्थानीय तहको चुनावमा घन्टी छापलाई जिताउने धेरै जरुरी छ र जिताइदिन्छ।